नेपाली चलचित्र उद्योग, जसलाई कलिउड भनेर पनि चिनिन्छ, आज हजारौं कलाकार, निर्देशक र प्राविधिकहरूको श्रमले विकसित भएको छ। तर के तपाईलाई थाहा छ, नेपालमा चलचित्र निर्माणको इतिहास धेरै पुरानो छैन। सीमित प्रविधि, आर्थिक अभाव र संघर्षबीच सुरु भएको नेपाली चलचित्र उद्योग आज अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिन थालेको छ। आज हामी नेपाली चलचित्रको रोचक इतिहासलाई सुरुदेखि अहिलेसम्म बुझ्ने प्रयास गर्नेछौँ। तर त्योभन्दा अगाडि यस च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुनेछ। नेपालमा पहिलो नेपाली चलचित्र सन् 1964 मा बनेको आमालाई मानिन्छ। यस चलचित्रको निर्देशन प्रसिद्ध निर्देशक हिरासिंह खत्रीले गर्नुभएको थियो। यो चलचित्र नेपाल सरकारको पहलमा निर्माण गरिएको थियो। यस चलचित्रले मातृभूमि, देशप्रेम र परिवार प्रतिको माया प्रस्तुत गरेको थियो। त्यस समय नेपालमा फिल्म निर्माणको लागि आवश्यक प्रविधि उपलब्ध थिएन, त्यसैले धेरै प्राविधिक काम भारतमा गर्नु पर्थ्यो। तर यही चलचित्रले नेपाली चलचित्र उद्योगको आधार तयार गर्यो। पहिलो चलचित्रपछि नेपालमा बिस्तारै चलचित्र निर्माण सुरु भयो। यस समयमा बनेका केही महत्वपूर्ण चलचित्रहरूमा माइतीघर, परिवर्तन जस्ता फिल्महरू पर्दछन्। विशेष गरी माइतीघर चलचित्र निकै लोकप्रिय भएको थियो। यस चलचित्रले नेपाली समाज, संस्कार र पारिवारिक सम्बन्धलाई देखाएको थियो। सन् 1980 को दशकपछि नेपाली चलचित्र उद्योगमा ठूलो परिवर्तन आयो। यस समयमा निजी क्षेत्रले चलचित्र निर्माण सुरु गर्यो। यससँगै नयाँ कलाकारहरू पनि उदाउन थाले। त्यस समयका चर्चित कलाकारहरूमा भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल आदि पर्दछन्। विशेष गरी राजेश हमाललाई नेपाली चलचित्र उद्योगको महानायक भनेर पनि चिनिन्छ। 1990 को दशकलाई नेपाली चलचित्र उद्योगको स्वर्णिम समय मानिन्छ। यस समयमा धेरै सफल चलचित्रहरू बने, जस्तै कुसुमे रुमाल, बसन्ती, पाहुना आदि। यस समयमा नेपाली चलचित्रमा गीत, संगीत र कथा निकै लोकप्रिय भए। सिनेमा हलहरू दर्शकले भरिने गर्थे। सन् 2000 पछि नेपाली चलचित्रमा प्रविधिको ठूलो विकास भयो। डिजिटल क्यामेरा, आधुनिक सम्पादन र नयाँ कथावस्तु प्रयोग हुन थाले। यस समयमा नयाँ निर्देशकहरूले नेपाली चलचित्रलाई नयाँ दिशातर्फ लगे। जस्तै निश्चल बस्नेत, दिपेन्द्र के खनाल आदि निर्देशकहरूले बनाएका चलचित्रहरूले युवा पुस्तालाई नेपाली फिल्मतर्फ आकर्षित गरे। आज नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पनि प्रदर्शन हुन थालेका छन्। नेपाली कथा, संस्कृति र समाजलाई विश्वभर चिनाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली चलचित्र उद्योगले धेरै संघर्ष पार गर्दै आजको अवस्थासम्म यात्रा गरेको छ। सानो प्रयासबाट सुरु भएको यो उद्योग आज हजारौं मानिसहरूको सृजनात्मक क्षेत्र बनेको छ। भविष्यमा अझ राम्रो कथा, राम्रो प्रविधि र अन्तर्राष्ट्रिय स्तरका चलचित्रहरू बन्ने अपेक्षा गर्न सकिन्छ।